नमस्कार साथीहरू, सबैजनालाई हार्दिक शुभेच्छा, मङ्गलमयको कामना तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। आजको भिडियोमा हामी सिक्नेछौँ वेब3 डिसेन्ट्रलाइज्ड वालेट प्रयोग गरेर ओरिजिन एलजिनेस कोइनमा कसरी रेजिस्ट्रेसन गर्ने। रेजिस्ट्रेसन गर्नु अघि नम्बर 1 वेब3 वालेट, नम्बर 2 अफिसियल रेफरल लिङ्कको आवश्यकता पर्छ। वेब3 वालेट अहिले बिटगेट वालेट र टोकन पकेट वालेट जस्ता वेब3 वालेटहरू लोकप्रिय छन्। यस भिडियोमा हामी बिटगेट वेब3 वालेट, यहाँ हेर्नुहोस् बिटगेट वेब3 वालेट प्रयोग गर्नेछौँ। नम्बर 2 अफिसियल रेफरल लिङ्क। यदि तपाईँसँग अफिसियल भ्यालिड रेफरल लिङ्क छैन भने मैले मेरो भिडियोको डिस्क्रिप्सनमा अफिसियल भ्यालिड रेफरल लिङ्क दिएको छु, त्यहाँबाट लिङ्क प्राप्त गरेर रेजिस्ट्रेसन गर्न सक्नुहुनेछ। यदि तपाईँलाई वेब3 वालेट कसरी इन्स्टल गर्ने थाहा छैन भने त्यसको ट्युटोरियल भिडियोको लिङ्क पनि डिस्क्रिप्सनमा दिएको छु। भिडियो हेर्दै स्टेप बाई स्टेप सजिलै गर्न सक्नुहुनेछ। यहाँ हेर्नुहोस्, बिटगेट वेब3 वालेट मेरो अलरेडी इन्स्टल गरेको छ। यहाँ क्लिक गर्नुहोस्, हेर्नुहोस् क्लिक गरेँ। यहाँ हेर्नुहोस्, अब रेफरल लिङ्क कपी गर्नुहोस्। तपाईँहरू रेजिस्ट्रेसन लिङ्क मेरो भिडियोको डिस्क्रिप्सनदेखि लिनु सक्नुहुनेछ। म अब रेफरल लिङ्क कपी गर्दैछु, हेर्नुहोस्। यहाँ हेर्नुहोस्, रेफरल लिङ्क म अब कपी गर्दैछु। यहाँ कपी गर्नुहोस्, कपी गरेँ मैले। यहाँ हेर्नुहोस्, यहाँ माथि जानुहोस्, यहाँ सर्च बारमा पेस्ट गर्नुहोस्। यहाँ हेर्नुहोस्, मैले पेस्ट गरेँ। यहाँ हेर्नुहोस्, नेक्स्ट यहाँ क्लिक गर्नुहोस्। क्लिक गरेँ, कन्फर्म, वेट गर्नुहोस्। यहाँ हेर्नुहोस्, कनेक्ट वालेट गर्नुहोस्। कनेक्ट वालेट गऱ्यो। यहाँ बिटगेटमा क्लिक गर्नुहोस्, क्लिक गऱ्यो। जोइनमा क्लिक गर्नुहोस्, यहाँ क्लिक गऱ्यो, वेट गर्नुहोस्। यहाँ हेर्नुहोस्, साइन बाई वालेट क्लिक गर्नुहोस्, क्लिक गऱ्यो, कन्फर्म गर्नुहोस्। अब पासवर्ड दिनुहोस्। हेर्नुहोस्, साइन इन सक्सेसफुल। यहाँ हेर्नुहोस्, रेजिस्ट्रेसन सक्सेसफुल भयो। यहाँ हेर्नुहोस्, रेफरल लिङ्क, यसलाई कपी गरेर पेस्ट गरिदिनुहोस्, साथीभाइलाई पठाइदिनुहोस्। यहाँ हेर्नुहोस्, म अब कपी गर्दैछु। यहाँ हेर्नुहोस्, मैले पठाइदिएँ। यहाँ हेर्नुहोस्, कम्प्लिट भयो रेजिस्ट्रेसन प्रोसिड्युर। यहाँ हेर्नुहोस्, तपाईँ पनि गर्न सक्नुहुन्छ। ट्राई गर्नुहोस्, बार बार प्र्याक्टिस गर्नुहोस्। प्र्याक्टिस नै सफलताको मुख्य चाबी हो। टेक्नोलोजीसँग अघि बढ्नुहोस्, सधैँ अपडेट रहनुहोस्। आजको लर्निङ इज इक्वल टु भोलिको सक्सेस। थ्याङ्क यू, धन्यवाद।